हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई स्मल ब्लग। स्वागत छ तपाईहरुलाई सानो ब्लगमा। सबैभन्दा पहिला जसले हेर्दै हुनुहुन्छ यो भिडियोलाई चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला। र म चाहिँ अहिले काम गर्न जाँदैछु। म काम गर्न जाँदाको भ्यू हेर्न सक्नुहुन्छ तपाईहरुले। चारैतिर हरियाली, डाँडा पाखा राम्रो लाग्यो मलाई। तपाईहरुलाई कस्तो लाग्यो? सो म चाहिँ काम गर्ने ठाउँमा पुगेर कपडा सपडा चेन्ज गरेर काम गर्न रेडी भएर काम गर्दैछु। मेरो काम भनेको चाहिँ यही कुखुराको खोर इन्कम्प्लिट थियो, यसलाई चाहिँ पुरा गर्न पर्ने हुन्छ। र हेर्न सक्नुहुन्छ तपाईहरुले जुन यो पानी परेर चाहिँ भासिएर बङ्गाइदिएको छ, यसलाई नै खनेर मेन्टेन गरेर सिधा बनाएर अनि फेरि पछि जस्ताको त्यस्तै बनाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ तपाईहरुले भइसकेको छ काम चाहिँ। र आज पनि यो चाहिँ कम्प्लिट भएन, पानी परेर रोकियो र हामी चाहिँ कपडा सपडा फेरेर घरतिर लाग्दैछौँ। दाइ र म सिमसिम पानी चाहिँ परिरहेको छ। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र जाँदै गर्दा फेरि एक पटक लाइक सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ माई भिडियो। र मेरो सानो ब्लग यतिमै समाप्त।